नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ सीमा क्षेत्रमा भएको कडाइले सर्वसाधारणलाई शास्ति भोग्नु परेको प्रसङ्गबाट। नेपाल र भारत बीचको सम्बन्धमा कुनै राजनैतिक हलचल नदेखिए पनि सीमा क्षेत्रमा भएको कडाइले सर्वसाधारणलाई शास्ति भएको छ। सीमा क्षेत्रमा तैनात भारत सरकार गृह मन्त्रालय मार्फतका सशस्त्र सीमा बल एसएसबीले कडाइ गरेको छ। मूल भन्सार नाका बाहेकका सबै नाकाहरूलाई पूर्ण रूपमा बन्द गरेको छ। मानिसको आउजाउमा समेत कठिनाइ भएको छ। सप्तरी, सिराहा, धनुषा, महतरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लासित भारतको सीमा जोडिएका मूल नाकाहरू बाहेकका साना नाकाहरूबाट 4 पाङ्ग्रे सवारी साधनको आउजाउमा पूर्ण रोक लगाइएको छ। एसएसबीले साना नाकाहरूमा सडक डिभाइडर, ड्राम, बाँस लगायतका वस्तुहरू राखेर अवरोध गरेको छ। मूल नाकाबाट सीमावर्ती 5 किलोमिटर दूरीसम्मको बजारमा 4 पाङ्ग्रे नेपाली नम्बरको सवारी साधनलाई जान दिए पनि त्यसभन्दा भित्र जान रोक लगाइएको छ। भारतको ठूलो बजारहरूसम्म नेपाली नम्बरको सवारी साधनलाई जान नेपाली स्थित भारतीय दूतावास अवस्था वाणिज्य दूतावासबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ। स्वीकृति बिना प्रवेश गरेका नेपाली सवारी साधनलाई भारतमा स्वतः जफत गरिने अधिकारीहरूले जनाएका छन्। नेपालबाट भारतीय बजारमा घरैसी सामान किनमेल गर्न पैदल जाने महिलाहरूले अनिवार्य रूपमा परिचय पत्र देखाउनु परेको छ। सीमामा तैनात एसएसबीले महिलाको परिचय पत्र देखेर मात्र भारतमा प्रवेश गर्न दिइरहेको छ। पछिल्लो 2 हप्तादेखि सीमा क्षेत्रमा भएको कडाइले सर्वसाधारणलाई शास्ति भएको छ। सीमावर्ती क्षेत्रका व्यवसायीहरू मारमा परेका छन्। 10 गज क्षेत्र पूर्ण रूपमा खाली गइरहेको छ। 10 गज क्षेत्रमा टहरा बनाएर ससाना पसल थाप्ने, सवारी साधनहरू पार गर्न रोक लगाइएको छ। भारतबाट घरैसी सामानहरू चिनी, तेल, चामल, दाल, साबुन, कपडा ल्याउन पनि रोक लगाइएको छ। 1000 सम्मको सामान ल्याउन खासै कठिनाइ नभए पनि त्योभन्दा बढी रुपैयाँको सामान ल्याउँदा नेपाली सुरक्षा कर्मीहरूले खोसेर भन्सारमा बुझाउने गरेका छन्। तर नेपाली सुरक्षा कर्मीहरूले भारततर्फ जाने महिलालाई अवरोध गरेका छैनन्। भारतबाट नेपाल आउने मानिसको सरसामानको मात्र चेकजाँच गरेको देखिन्छ। सीमा क्षेत्रमा दुईतर्फी कडाइ गरिएकाले खुल्ला सीमाको कारण नेपाल र भारतका नागरिकले आउजाउमा सहजता महसुस गर्दै आएका थिए, तर अब कठिनाइ भएको छ। मोहतरीको सोनमा गाउँपालिका 1 का तस्लिम अन्सारीको 38 वर्षीय छोरा जाबेर अन्सारीलाई नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ। वडा नम्बर 1 स्थित महरा नदी तर्ने क्रममा नदीमा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोहतरीका प्रवक्ता डीएसपी दिलीप कुमार गिरीले जनाएका छन्। उनको शव नेपाली सीमाबाट 4 किलोमिटर भित्र भारतीय क्षेत्रमा रहेको मझौरामा फेला परेको छ। सोमबार रातिदेखि नै पानी परेसँगै नदीहरूमा आएको बाढीको कारण धनुषामा 1 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएका छन्। मिथिला नगरपालिका 2 आनन्दपुरका 17 वर्षीय सुबोध यादवलाई मंगलबार बाढीले बगाउँदा मृत्यु भएको छ। यादवले घर नजिकैको बसही खोला तर्ने क्रममा बाढीले यादवलाई बगाएको थियो। पछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताए। त्यसैगरी कमला नदीमा आएको बाढीको बेला दावा निकाल्ने क्रममा धनुषाको गणेशमान 4 नगरपालिका 4 पोर्ताहाका 35 वर्षीय सान परियार र उनका श्रीमती माया परियारले कमला नदीमा आएको बाढीले बगाएको छ। बेपत्ता भएका 2 जनाको नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोज तलास गरिरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। यसैबीच कमला नदीमा आएको बाढीले कटान सुरु गरेपछि धनुषाका सुरक्षा निकाय सक्रिय भएका छन्। मंगलबार बेलुका कमला नदीको ब्यारेज भन्दा करिब 200 मिटर उत्तर बाढीले कमला नदीको बाँध काट्न सुरु गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बोरामा गिटी बालुवा हालेर अस्थायी बाँध निर्माण कार्य थालेको छ। कमला नदीको पानी बस्तीमा प्रवेश हुनबाट रोक्न तथा जीवधनको क्षति हुन नदिन सो बाँध निर्माण गर्न लागि प्रमुख जिल्ला अधिकारी दाहालले जनाएका छन्। कमला नदीमा पानी स्तर बढिरहेकोले कमला वरिपरि रहेको बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उपरीक्षकको सहायक टोलीले मंगलबार कमला नदी क्षेत्रको अनुगमन गरेका थिए। ऊर्जा, सिंचाई तथा खानेपानी राज्य मन्त्री शेष अबुल कलाम आजादले मंगलबार पदभार ग्रहण गरेका छन्। रौतहट निर्वाचन क्षेत्र नम्बर 4 खबाट प्रदेश सभामा निर्वाचित सांसद आजादले ऊर्जा, सिंचाई तथा खानेपानी राज्य मन्त्रीको पदमा पदभार ग्रहण गरेका छन्। यसअघि उनी सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारी पाएका थिए, तर तत्कालीन सामाजिक विकास राज्य मन्त्रीको नाम फेरिएपछि तत्कालीन सामाजिक विकास मन्त्री सुरिता शाहसँगै आजाद पनि बिना विभागीय राज्य मन्त्रीको रूपमा रहेका थिए। गढीमाई नगरपालिका आजाद लामो समयदेखि राजनीतिमा सक्रिय रहेका छन्। उनी तत्कालीन
गाविस अध्यक्ष समेत भएका थिए। प्रदेश सभाको पहिलो निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। दोस्रो पटक जनता समाजवादी पार्टीबाट प्रदेश सांसदमा निर्वाचित भएका छन्। रौतहट जिल्लामा इमानदार र समाजसेवीको छवि बनाएका नेता आजादलाई जसपाले जिम्मेवारी दिएपछि सो क्षेत्रका जनता हर्षित भएका छन्। नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ, जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहे हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानलाई 5 वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ। पाकिस्तानको निर्वाचन आयोगको आदेश अनुसार खान आउँदो 5 वर्षसम्म चुनाव लड्न नपाउने भएका छन्। आयोगले खानलाई सम्पत्तिको गलत घोषणा गरेकोमा दोषी ठहर गर्दै अयोग्य ठहर गरेको अल जजिराले जनाएको छ। खानको निर्वाचन क्षेत्र अब खाली रहनेछ। पाकिस्तानी कानून अन्तर्गत दोषी व्यक्ति तोकिएको अवधिको लागि कुनै पनि सार्वजनिक पदमा उम्मेद्वार हुन सक्दैन। खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरू बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिबार 3 वर्षको जेल सजाय तोकेको छ। खान अहिले जेलमा छन्। पाकिस्तान तहरिक ए इन्साफ PTI पार्टीका नेता खान सन् 2018 को मेमा प्रधानमन्त्री बनेका थिए। खान संसदले अविश्वास प्रस्ताव पारित गरेपछि सन् 2022 अप्रिल 10 मा पदमुक्त भएका थिए। खानले आफूमाथि लागेका आरोपको खण्डन गर्दै सबै आरोपहरू राजनीति प्रेरित भएको बताउँदै आएका छन्। अहिले पाकिस्तानको प्रधानमन्त्री शहबाज शरीफ हुनुहुन्छ। हस्त टुडे न्यूजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।